तपाईँहरू के हेर्न यसो उभिनु भएको रहेछ यहाँ चाइनाको राष्ट्रपति आइरहेको छ, त्यही भएर हामीहरू हेर्न आएका छौँ। अनि के लाग्छ हजुरहरूलाई चाइनाको राष्ट्रपति किन आउनु भएको छ हाम्रो यहाँ के को लागि के काम के त्यस्तो केही थाहा छ त्यो मित्रताको सम्मानको लागि आएको जस्तो सुनेको छु। त्यो आएको बेलामा हामी हेर्न आएका छौँ र यहाँ लगभग हामी हेरिरहेका छौँ शान्ति सुरक्षा अति नै कडा छ। झन् ट्राफिक व्यवस्था पनि एकदम राम्रो देखिएको छ। यहाँको सफा सुग्घरको अवस्था पनि एकदम सफा सुग्घर गरिएको छ। यस्तै यदि हाम्रो देशमा भइदिएको भए झन् कति राम्रो हुन्थ्यो होला। प्रधानमन्त्री आओस् या कोही आओस् नआओस् हाम्रो देशमा यस्तो सफा भइदिएको भयो हजुरको त्यो चाहना होइन। अनि तपाईँलाई के लाग्छ कि यो आएपछि हाम्रो देशको केही विकास या केही कुरा हुन्छ कि हाम्रो देशमा केही प्रफिट हुन्छ कि मेरो अनुभवमा यो देखावटी गर्नुभन्दा राम्रो यथार्थ नै हेराउँदा अलिक प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ। किनभने अब यतिको म्यानेजमेन्ट छ, यतिको राम्रो छ भनेपछि बाहिरको पाहुनाले आएर हेरेपछि हाम्रो देश त सफा छ, राम्रो छ भन्ने कुरा उसलाई हेर्न सकिन्छ। हाम्रो यथार्थ पनि यदि हेरायो भने केही हामीलाई सहयोग या केही सल्लाह सुझाव दिन सकिन्थ्यो र त्यो झन् लङ लास्टिङ हुन्थ्यो भन्ने मलाई लाग्छ। र यो क्षणिक एक दिनको लागि राम्रो हेराएर सधैँ गर्न नसकिने जस्तो होइन कि सधैँ गर्न सकिने खालको गरेको भए अझै राम्रो हुन्थ्यो। त्यही त सधैँ गर्नु पर्यो, सधैँ सफा राख्नु पर्यो, हाम्रो देश सधैँ सफा। ल थ्याङ्क यू है। हजुर श्रोताहरू, तपाईँहरू अहिले निखिल राउत युट्युब च्यानल हेर्दै हुनुहुन्छ र पक्कै पनि तपाईँहरूले सायद आजको यो अविष्कारपूर्ण क्षण देखिराख्नु भएको छ होला। अहिलेसम्म प्रत्यक्ष रूपमा चाहिँ यस चाइनाका राष्ट्रपति जुन हाम्रो देश नेपालमा आउँदै हुनुहुन्छ, तपाईँहरू प्रत्यक्ष रूपमा प्रत्यक्ष प्रसारण देख्दै हुनुहुन्छ। र अहिले केही छिनमै यहाँ आइपुग्नु हुनेछ र हामी तिनकुने बजारमा छौँ, अहिले तिनकुने चौकमा। र
र हामी प्रतीक्षामा छौँ कति बेला आउनेछ र तपाईँहरू माझ हामी त्यो कुरा पस्किनेछौँ भन्ने आशामा बसेका छौँ। हस्त श्रोताहरू तपाईँहरू हेर्दै गर्नुहोला निखिल राउत युट्युबमा।
हेर्न सक्नुहुन्छ होला हाम्रो युट्युब च्यानलमा पुरा सामझामको पुरा प्रधानमन्त्री ल रेडी